यहाँ के छ भने यिनीहरूले मनपरी गर्छन्। यो बाटो मनपरी 11 देखि 4 बजेसम्म के भन्छ बाटो बन्द छ, 4 बजे खोल्ने भनेर यिनीहरूले मनपरी गाइसक्यो। यहाँ चाहिँ न्युज चाहिँ के कुनै आथ्यो यहाँ पहिले न्युज आइरा छ 11 देखि कति बजे 11 देखि 4 बजेसम्म छ। यहाँ के भन्छ न यो बाटो आफ्नो हिसाबले खोलिरहेको छ। चालकहरूले चाहिँ निर्माण प्रक्रियाहरूले चाहिँ आफ्नो मनपर्जी गरिरहेछन्, आफ्नो मनपर्जी गरिरहेछन्। भनेको कुरा जनतालाई यहाँ शास्ति दिइरहेछन्। त्यही हो समय त दिएको छ नि त। समय तपाईहरु 4 बजे खोल्ने भनेर 11:04 देखि भनिसकेपछि तपाईहरु 4 बजे खोल्दिनु कि 12 बजे मान्छे हामीलाई हेप्ने हो यहाँ 12 बजे 4 बजे तपाईहरुको हेलो किन कसरी बाटो बन्द गरे भन्नु किन बन्द गर्ने सबै यस्तै गराउँदै हिजो 6 बजे खोलेको हिजो 6 बजे खोलेको ल अब गर्न पर्यो। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ यतिखेर हेर्दै हुन्छ एसडी खबर। एसडी खबरको साथमा म छु पुष्प कुमारी। सूचना त 4 बजे खुल्ने भन्या थियो, अझै डोजर चल्दैछ। राप्ती राजमार्ग यात्रु हैरान, चालक भरत चन्दको आक्रोश। सडक खुल्छ भन्ने आशामा घण्टौं कुर्दा पनि न त बाटो खुल्यो न त खबर आयो। सल्यानको चोरखोलामा रहेको राप्ती राजमार्गमा यस्तो दृश्य देखिएको छ। यात्रीहरू चिन्तामा, सवारी साधन लाइनमा, डोजर अझै काममै। समितिका सूचना अनुसार बिहान 11 बजेबाट सडक निर्माणका लागि बन्द हुने र दिउँसो 4 बजे पुनः सञ्चालनमा आउने भनेको थियो, तर 4 बजे घण्टौं बित्दा पनि निर्माण कार्य रोकिएको छैन। यात्रुहरू बाटो खुल्ने आशामा बसिरहेका छन्, तर न त बाटो खुलेको छ न त कुनै जानकारी दिएको छ। बस चालक भरत चन्द्रको आक्रोश स्पष्ट छ। उनले भने समयमै सूचना दिए पनि पालन नगर्ने यो त जनतालाई सिधै धोका दिएको हो। हामी यात्रु लिएर गन्तव्य पुग्नु पर्ने, तर बाटो त अझै बन्द। स्थानीयहरूले आरोप लगाएका छन्, किन सडक निर्माण मनपरी ढङ्गले भइरहेको छ, न त समयको ख्याल छ न त सवारी व्यवस्थापन। साना बच्चादेखि वृद्धसम्म सबै चरको घाममा बस्न बाध्य छन्। पिउने पानी छैन, खाना छैन। यात्रीहरू छटपटाइरहेका छन्। राप्ती राजमार्ग जसले सल्यान र दाङलाई जोड्ने अहिले विकासको नाममा मस्ती दिने बाटो बनेको छ। विकासको नाममा यस्तो पीडा हुन त विकास होइन विनाश हो, एक यात्रुले रिसाउँदै भने। तपाईहरु समय त दिएको छ नि त। समय तपाईहरु 4 बजे खोल्ने भनेर 11:04 देखि भनिसकेपछि तपाईहरु 4 बजे खोल्दिनु कि 12 बजे मान्छे हामीलाई हेप्ने हो यहाँ 12 बजे 4 बजे तपाईहरुको मात्रै मन परि छ यार यहाँ 12 बजे हेलो किन कसरी बाटो बन्द गरे भन्नु किन बन्द गर्ने हामी सुन्नु न हामी झगडा गरेर भने छिटो खोल्दा राम्रो हो। सबै यस्तै गराउँदै हिजो 6 बजे खोलेको हिजो 6 बजे खोलेको ल अब गर्न पर्यो। उताबाट यो मेसिन लगाउनुस्, उताबाट यो मेसिन शास्ति भइसक्यो। भन्ना बित्तिकै झ्याम झ्याम जान्छ। खोलाको बालुवा हो 3 बजे सुरु गर्नु पर्यो नि थाहा भयो। सक्ने ठाउँ थोरै 4 बजे भने 4:30 को मान्छे बुझ्नु पर्यो क्या भन्नु पर्यो। म रिपोर्टर यहाँ
के छ भने यिनीहरूले मनपरी गर्छन् हजुर। यो बाटो मनपरी 11 देखि 4 बजेसम्म के भन्छ बाटो बन्द छ 4 बजे खोल्ने भनेर यिनीहरूले मनपरी गाइसक्यो यहाँ चाहिँ न्युज चाहिँ के कुनै आएको थियो यहाँ पहिले न्युज आइरहेको छ 11 देखि कति बजे 11 देखि 4 बजेसम्म चाहिँ यहाँ के भन्छ न यो बाटो आफ्नो हिसाबले खोलिरहेको चालकहरूले चाहिँ निर्माण प्रक्रियाहरूले चाहिँ आफ्नो मनपर्जी आफ्नो गरिरहेको मनपर्ती गरिरहेछन् भनेको कुरा जनताहरूलाई यहाँ शास्ति दिइरहेछन् त्यही हो त्यही हो आफै बोल्छ टेकिन मार्छ यहाँ आज ठुल्ठुलो कुरा गर्छ यहाँ ठिक छ सबै खबर दुईवटा मेसिन लाउनुपर्छ त एउटा मेसिन हराएको छ एउटा मेसिन